हेलो सबैजनालाई नमस्ते। यता मौसम पनि धेरै गाह्रो छ तर मासु पनि खान मन लागेको छ। खाना मन लागेपछि त बनाउनु त पर्यो, त्यसैले म बनाउँदैछु। सबभन्दा फर्स्टमा म तेल हाल्छु, त्योपछि छिटहरू हाल्छु, छिट मसलाहरू। त्योपछि केही सेकेन्ड मजाले चलाउँछु, धेरै चाहिँ राख्दैन होइन, डिप फ्राई चाहिँ गर्दैन। त्योपछि यो लसुन र अदुवाको पिसेको हो, अनि त्यो हालेर मजाले चलाउँछु। त्योपछि प्याज र टमाटो हाल्छु, त्यो पनि मजाले चलाइसकेपछि म मासु हाल्छु। कसैले प्याज मजाले चलाइसकेपछि टमाटो लास्टमा हाल्छ, तर म त्यस्तो गर्छु। अनि मासु हालिसकेपछि म पाउडरहरू हाल्छु। यो प्रेसर पाउडर हो, यो जिराको पाउडर हो, अनि यो चाहिँ छ नि मिट पाउडर हो, मिट पाउडर। अनि यो चाहिँ धनियाँको पाउडर हो। अनि त्यो पछि मैले 3टा हरियो खुर्सानी हालेको छु। अनि यो नुन हो, हजुरहरूलाई मन पर्दैन भने खुर्सानी नहाले हुन्छ। यो सोया सस हो, मलाई लास्टै मनपर्छ, मासुमा हाल्यो भने टेस्ट छुट्टै आउँछ, त्यसैले म हाल्छु केहीमा। यो तरिकामा मात्रै हाल्छु, अर्को तरिकामा चाहिँ हाल्दैन मासुमा सोया सस। अनि त्यो पछि 1 मिनट पकाइसकेपछि अनि म 1 कप छ नि पानी हाल्छु। 1 कप मात्रै हाल्छु, किनभने यो ड्राई बनाउने हो, यो झोल बनाउने होइन, सुक्खा बनाउने हो, त्यसैले पानी कम हाल्नुपर्छ। त्यो पछि मैले बन्द गर्छु। अनि त्यो पछि 1 सिटी लगाइसकेपछि छ नि मिडियममा राखेर 6-7 सिटी लगाउँछु, 6-7 सिटी लगाउँछु होइन। 6-7 सिटी लगाइसकेपछि मेरो मासु तयार भयो, हेर्नुहोस्। त्यो पछि मजाले एकचोटि चलाइसकेपछि भने 2 मिनट जति पकाउँछु म राम्रोसँग होइन। पकाइसकेपछि बल्ल तयार हुन्छ। यसरी बनाउँछु, हजुरहरूले कसरी बनाउनुहुन्छ कमेन्ट गरिदिनुहोस्। अनि मेरो राम्रो लाग्यो भने हजुरहरू पनि ट्राई गर्नुहोस्, एकदम मिठो हुन्छ, टेस्ट एकदमै मिठो हुन्छ। अनि अब म खाँदैछु, टेस्ट एकदम राम्रो भएको थियो। तपाईँहरू पनि हेर्नुहोला, अनि मन परेकोमा लाइक कमेन्ट सेयर गरिदिनु प्लिज। अनि आजको लागि यति नै। तपाईँहरूले मन पर्यो भने अझै पनि अर्कोहरू हाल्छु मैले। थ्याङ्क यू अनि धन्यवाद। आजको लागि यति नै। बाई बाई।